YouTube च्यानल। आज चाहिँ म धेरै दिनपछि ब्लग बनाउँदैछु अनि देख्न सक्नुहुन्छ आज म चाहिँ घाँसबारीमा आएको छु हैन। हजुरहरुलाई पनि देखाउने छु कस्तो छ भने यता यस्तो भ्यू जस्तो चाहिँ म देखाउँछु हैन है। कस्तो छ यता पहाड कस्तो राम्रो क्या, फुल पनि फुलेको है, कस्तो राम्रो क्या देख्न सक्नुहुन्छ। कस्तो खाल्डाहरू छ हैन। अनि हेर्नु है यस्तो छ है, कस्तो छ यता चाहिँ यता चाहिँ यस्तो छ हैन। यता यस्तो छ देख्न सक्नुहुन्छ हजुरहरुले। अनि यहाँ चाहिँ फुलहरू फुलेको छ। अहिले चाहिँ फुलहरू धेरै फुल्नु छ है। कस्तो मिठो बस्नको यो चाहिँ तपाईहरुलाई ल। अच्छा कमला चाहिँ तपाईहरुलाई है, यो चाहिँ तपाईहरुलाई यो भन्दा धेरै त उयो फुलेको छ हो। यो भन्दा राम्रो सबै नै फुलेको छ फुल त। चप्पल यहाँ हेर्नु न, यहाँ माथि माथि पनि फुलिरहेछ। यस्तो राम्रो बब्बाल जस्तो ठाउँ छ क्या यहाँ त। म त यहाँ आउँदा त पहाड जस्तै लाग्यो यो भिरमा आउँदा। हेर्नु न यहाँ केले आमामा सुरुङ खनेछ के हो यो यस्तो सिका यस्तो मतलब सर्पाहरू हुन्छ हेर्नु है गाइज। यत्रो चिप्लिसक्यो गाइज। यत्रो खाल्डो छ यहाँ हेर्नु है, यत्रो खाल्डो छ देख्न सक्नुहुन्छ। म यस्तोमा कसरी जानु। झिङ्गारहरू पनि हुनसक्छ भाग छु त। चप्पल यस्तो छ, चप्पल त राम्रो छ तर यस्तो छ नि गाइज। यो लहरा छ नि, यो लहरा यस्तोले बेटार्दिएको हेर्नु त यस्तो सुरुङ आम्मामा यहाँ पनि खनेको छ। यहाँ त खोइ केले हो त्यो चाहिँ थाहा भएन हैन। त्यहाँ त पक्कै त दुम्सीहरू पनि हुनसक्छ नि त है। यस्तो राम्रो छ हौ हेर्नु न भिरहरू यस्तै क्या। अब भिर जस्तै छ क्या यता चाहिँ जङ्गल यस्तै लाग्यो हौ। किम्बु पनि छ यस्तो हजुरहरूलाई म देखाउँदैछु हैन। अनि अब सर्पा छ कस्तो खुट्टा मर्क्यो। यता चाहिँ कस्तो राम्रो फुल्यो क्या। त्यताको सेतो थियो, यताको पिङ्क पिङ्क छ क्या। यस्तो सर्पा होला गडुल खुट्टा मर्किए जस्तो भयो हेर्नु है। यहाँको यस्तो राम्रो छ कि त्यहाँको सेतो छैन, यहाँको यस्तो राम्रो छ। आहा टिप्दिनँ, सानो मात्र टिप्छु, जुन टिपे पनि भइहाल्यो मेरो लागि चाहिँ। यस्तो बब्बाल छ कि यस्तो फुल यहाँ है, सबैतिर फुलेको छ आम्मामा। ए हेर्नु न कस्तो आयो खुट्टा मर्के जस्तो चुटी नै मान्दैन त हौ। दाउराहरू पनि रहेछ अलिअलि। दाउरा त नलगाउनु हो, घरमै छ निकै दाउरा। खुट्टा भाँच्यो जस्तो भएछ। हेर्नुहोस् ए यी मकेर हेर्नु न माटै माटो छ, माटै माटो छ। चुटाउनु मैले चाहिँ सकिनँ जे होस्। कस्तो मिठो क्या यसको बास्ना चाहिँ, कस्तो मिठो न मिठो छ बास्ना। अनि मिठो छ यसको बास्ना। अब म हेर्नुहोस् किम्बुको बोटो उता पनि थियो, खुट्टा मर्के जस्तो भएर म जान सकिनँ।
यहाँ नजिकै छ क्या यता छ अघि थोरै थोरै पाकेको रहेछ मैले खाइदिएँ यो चाहिँ देखेको थिइनँ अहिले देखेँ मैले यो मैले अर्को खाँदै थिएँ क्या अघि यो चाहिँ हेर्नुहोस् है पाकेको छ नि यहाँ देखिँदैन रहेछ हौ पाकेको रहेछ यहाँ मिठो तर अमिलो हेर्नु है हेर्न सक्नुहुन्छ किम्बु चाहिँ यहाँ छ केले घोच्यो खुट्टामा भनेको त अमिलोको बोट पो त रहेछ उफ्रिन पनि सानोमा सक्थेँ मैले त मजाले सक्दिनँ औ हामी सानोमा हाम्रो रुख्थ्यो क्या घरको पछाडि रुख्थ्यो किचनको पछाडि ठुलो थियो क्या किम्बुको अनि कति आउँथ्यो मेरो साथीहरू खान्थ्यौँ क्या धेरै खान्थ्यौँ मम्मीले रेसमा कता गयो भन्ने हुन्छ उता चाहिँ हेर्नु है पुरा पाकेको छ पुरा त होइन ठिकै अघि 2-3वटा पाकेको थियो खाइ गएँ यति नै खान चाहन्छु म किनभने धेरै खानु हुँदैन अरे मासी पर्छ अरे नि त पहिला चाहिँ धेरै खान्थ्यौँ क्या नुनसँग हेर्नु है मेरो मम्मीले रोप्नु भएको धेरै त अब अनि धेरै रोप्नु भएको छ भनौँ न ठिक्क यो चाहिँ सुपहरू होइन अनि यहाँ चाहिँ घाँस त्यहाँ पनि घाँस अनि मैले त्यो पानी त्यो रातो कलरको पानी चाहिँ नि मैले दबाई खाने बाबालाई डाक्टरकोबाट ल्याइदिएको थिएँ हेर्नु है मकै आउनु है यता मकै खान सबैजना मकै खान आउनु आँप पनि यस्तो भएछ अस्ति पानी आएको थियो नि त गाइस यो त रातो आँप फुल्छ जस्तो लाग्यो हौ हेर्नु त रातो भेट्नु छ सबैमा देख्नुभयो नि त्यो यो चाहिँ भोकटेको रुख होइन यो सानो सानो फल्दै रहेछ आम्मामा कस्तो किम्बु खान मन लाग्यो थोरै खानुपर्छ ल नरिसाउनु है फेरि मैले देखेको थिइनँ धेरै फलेको छ यहाँ पाकेको खानुपर्छ हौ मोच्छे रहेछ चिलाएर टोकेर हेर्नुहोस् त किम्बु त बाफ्रे देखेको थिइनँ म त म त उहाँ बुहारी थिएँ नि त अनि यताको खल्लो टाइपको रहेछ पाक्न चाहिँ अब धेरै हेर्नु त गाई माथि धेरै खास त गुलिया रहेनछ तर अलि अमिलो टाइपको किम्बु फलेर आम्मामा
मम्मी के गरिदिनु भएको साथीहरूलाई भनिदिनु भनिदिनु न मम्मी त के गर्नुहुन्छ रे यस्तै घाँस पानी गर्नुहुन्छ अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनु होला म चाहिँ बनाउँदैछु म मर्न आँटिसकेँ होइन गाइस मछली टोकेर मम्मी आँप यो रातो फुल छ हो यहाँ हेर्नु है सबैजना हेर्नु यो आँप फुल्नलाई नि हेर्नु यो सबैजनाले कोलाई थाहा छ होला यो आँप फुल्नलाई यस्तो दाना हुन्छ सुटनमा ठुल्ठुलो यहाँ पनि यस्तै हुँदो रहेछ यहाँ आँप चाहिँ मै खान्छु है अनि म खान्न त अनि अरू पनि खान्छ ए खोर्सानीको बिरुवा भाँच्यो यहाँ रोप्नुको छ खाल्डोमा अक्कबरे गरेर खाइदिन्छु अहिले म मान्छेसित के गर्नुहुन्छ भनेर त हेर्नु न टमाटर मकै छ यता फेरि मकै मकैको घारी छ यता कपाल छ एउटाको चाहिँ कस्तो राम्रो हौ बाँडिदिन्छु है गाई छन् ल म मकैको छिन्छु मजाले घर हौ अनि यहाँ चाहिँ अमिलो फुल छ होइन अमिलो फुल्नको लागि यहाँ त यत्रो फुल फुल्दैछ यहाँ यत्रो फुल्दो रहेछ हौ कालाले यहाँ मम्मीले सब्जीहरू रोप्नु भएको थियो धनियाँ टमाटर धेरै यो चाहिँ आफै मात्रै बोट छ अनि यस्तो भइसकेको छ अनि सुन्नु न अनि के गर्नुभएको घाँस काटेको अब घाँस काटेर घर जाने अनि मासु र भात गम खाने बसेर मासु र भात गम अनि खाने अनि हेरेर काट्नु है ल मासु र भात खाने बस्छ एउटा घाँस लगेर गम मेरो जिब्रोमा खुन आयो भन्नु कसरी किम्बु खाएर हो नि फेरि ताको किम्बु त मनै परेन पाक्न चाहिँ उता वरको भन्दा धेरै पाकेको थियो उता त कति 6-7 वटा त पाएको थियो मैले 3-4 वटा त खाएँ यताको पनि 3-4 वटा खाएको नमन परेर मलाई 2-3 वटा चाहिँ खाएको थियो शीतल त यस्तोलाई शीतल बोल्दै चाहिँ हाम्रो एक्जाम छ अनि हेर्न सक्नुहुन्छ निगुरो सिगुरो सबै पाउँछ अनि म तपाईँहरूलाई सुपारीको बोट पनि देखाउनु गइरहेको छु होइन सुपारीको बोट चाहिँ क्या सानैदेखि रोप्नु भएको थियो अनि अहिले त यत्रो भइसक्यो सानैदेखि रोप्नु भएको थियो क्या यहाँ सुपारी फल्ने यहाँ त सुपारी मलाई चाहिँ त्यति खासै सुपारी मन पर्दैन अनि म त खान्न पनि नि त सुपारी खान्न पनि मन पनि पर्दैन होइन यति धेरै छ सुपारीको बोट हेर्न सक्नुहुन्छ यता ओडा लाइन यता लाइन उता लाइन भएर भएको छ अनि म चाहिँ सुपारी चाहिँ खान्छु त सुपारी खायो भने चाहिँ राम्रो हुन्छ अरे क्या कफ निकाल्छ अरे अलिक घाँटी दुख्नेलाई कफहरू निकाल्छ अरे कफ भन्नाले फेरि गिलास होइन नि कफ भन्नाले यो हाम्रो हुँदैन कोहीले बुझ्न सक्नुहुन्छ कोहीले बुझ्न सक्नुहुँदैन कफ भनेको चाहिँ एउटा नि यो घाँटी दुखेको टन्सिल छ भने हाम्रो घाँटीबाट खुक्का निक्लिन्छ नि हो त्यसलाई नै कफ भनिन्छ क्या म चाहिँ यता आएको छु अहिले म वहाँ पर थिएन यता आएको छु अहिले चाहिँ वहाँ पर थिएँ घुम्दैछु म
हो हजुर हजुर सेतो हस् अनि मलाई लिएर आइज भन्नुभयो बोरा लिएर आइज खाटमा राखेको छु भन्नु क्या म ल्याइदिन्छु नि त होइन नल्याउने त कुरै भएन आम्मामा आँपको मुन्टा पलाएको हेर्नु है आँपको मुन्टा पलाएको यो आँप चाहिँ नि पहिला हामीले नि अस्ति आँप खाएको सिजनमा चाहिँ कति ठुलो फलेको ठुलो थियो क्या यहाँ हेर्नु है नयाँ पात आउँदै रहेछ रमाइलो आँप गनायो अनि ठुलो फल्दैन अनि हाम्रो छिमेकी ठुलो मम्मी र म आउँथ्यौँ क्या आँप खान यहाँ म चाहिँ रुखमाथि पस्ने ठुलो मम्मी चाहिँ मुनि यसरी उभिने क्या मैले झार्छु अनि टिप्नुहुन्छ अनि घर लग्थ्यौँ पाकेको खान्थ्यौँ काँचो काटेर नुन खोर्सानी सब सित खान्थ्यौँ क्या गाइस अनि म चाहिँ अहिले मेरो गाउँमा आइसकेको छु अनि म तपाईँहरूलाई यही आएकै बेलामा देखाउन चाहन्छु अघिको फुल देख्न सक्नुहुन्छ उपर धेरै छ अस्ति यता चाहिँ हात्ती आएको थियो क्या 1-2 दिन होला यो कुरा हात्ती आएको यता बाटो बनाउनु भएको छ यस्तो राम्रो छ बाटो हेर्दा यस्तो देखिन्छ होला होइन उता चाहिँ जाली ढुङ्गा उता बाँसघारी छ यता खोला छ फेरि यहाँ होइन नि यहाँ पनि खोला छ कमल फुलहरू पाइन्छ अनि यो के को रुख हो मलाई चाहिँ के थाहा छैन म सबैको घर चिनाउन चाहन्छु हेर्नु है यो चाहिँ दिलीप अङ्कलको घर हो होइन यो दिलीप अङ्कलको घर हो दिलीप अङ्कलको घर देख्न सक्नुहुन्छ दिलीप अङ्कलको घर हो होइन यहाँ दिलीप अङ्कलले फुल रोप्नु भएको छ राम्रो फुलेको छ मेरो मम्मीले दिनुभएको क्या यो फुलको बिरुवा बोजूले रोप्नु भएको छ राम्रो फुलेको छ अब यो चाहिँ राजमाया बोजूको घर हो होइन अनि यो चाहिँ दिलीप अङ्कलको 2टा टेम्पो हो अनि यो चाहिँ धीरज अङ्कलहरूको घर हो म देखाउँछु सबैजनालाई हेर्नु है अनि यो जग्गा चाहिँ कसको भने रोशन दाइ बस्नुहुन्छ यहाँ चाहिँ भित्र आएको क्या अहिले उहाँ हुनुहुन्न खै कता हुनुहुन्छ बेच्नु भयो यो चाहिँ अजाको घर हो यस्तो छ कुखुराहरू चढ्दैछ माथि चरा उड्दैछ हेर्नु सक्नुहुन्छ अनि यो नयाँ घर है नयाँ घर भन्नाले पुरानो भइसक्यो नामै नयाँ घर अनि यहाँ चाहिँ चन्द्रे अङ्कलको घर हो यो चाहिँ कुमारी ठुलो मम्मीको घर होइन हेर्न सक्नुहुन्छ अनि कुमारी आमाको चाहिँ कुमारी ठुलो मम्मीको चाहिँ यहाँ चल्ला पनि छ कस्तो राम्रो छ क्या कस्तो राम्रो चल्ला वाउ हाम्रो पनि पारेको छ तर ठुल्ठुलो यो चाहिँ मेरो घर देख्न सक्नुहुन्छ मेरो घरमा चाहिँ कस्तो फुलहरू देखाउँछु ल देख्नु बोला तर यो मैले सघाएँ मम्मीलाई होइन त्यहाँ हाम्रो चल्ला पनि छ धेरै छ होइन अनि सुँगुरको खोर बाख्राको खोर सबै छ क्या हिजो भित्केछ क्या कति वर्ष भयो नि त बाबाले बनाउनुभयो यो चाहिँ बाख्राको खोर हो होइन यहाँ बुढा लिएर आइज भन्नुभयो कहाँ छ त बुढा यही होला यही लगिदिनु पर्यो यो होला यही लगिदिन्छु हट सानो हट यो चाहिँ अस्ति जन्मेको थियो कति ठुलो भइसक्यो कालु हट हट न हौ कालु यहाँ हेर्नु न मलाई जान नदिएको हट न अनि यो आऊ कालु भागेको डढाएर देख्नु होला मेरो घर यस्तो छ होइन
अनि अब म बोरा पुर्याउन जाँदैछु होइन। फुल पनि झर्न आँटिसक्यो। अनि त्यसपछि अब म बोरा पुऱ्याइसकेर जान्छु होइन। हजुरहरू हेर्नु होला, सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नभुलिदिनु होला होइन। अनि म यो दिदीहरू पनि पर देख्न सक्नुहुन्छ, गलेर बसिराख्नु भएको छ। 3-4जना जानुभएको थियो, 5जना जानुभएको थियो। निशा अनि पर्मिला दिदी, कान्छी दिदी अनि सीता दिदी जानुभएको थियो। अनि छेवाङ निशा जानुभएको थियो क्या। अनि फेरि यो प्लस के हो यहाँबाट त मैले देखेँ, हजुरहरूले देख्नु भएन। उयो प्लस छ नि माथिको, यो प्लस छ नि माथिको, फेरि यो के होला भनेर नसोच्नु नि। फेरि यो चर्च हो, चर्च यहाँ एउटा आएको थियो क्या। दिदी यो प्लस केलाई के भनिन्छ भनेको एउटा भाइले। भाइ यो त प्लस हो, तर यो प्लस हो तर यो चर्च हो भने। चर्च राम्रो बनाउनु भएको छ, देख्नु होला। यो चाहिँ चर्च हो होइन। म चाहिँ बोरा बोक्ने हिँड्ने, मैले पढेँ पनि होइन। पढेँ ओरेँ अनि आएँ क्या। कस्तो घाँटी पोले जस्तो भयो, दुखे जस्तो भयो। फेरि हाम्रो बाटो देख्न सक्नुहुन्छ। अब म जाँदैछु बाटो भएकोमा। घाँस काटेर पनि सक्नु होला, तर घाँस काट्दै हुनुहुन्छ होइन। अनि मेरो बाबा मम्मी चाहिँ धेरै वर्ष भइसक्यो दुःख गर्नुभएको। बाख्रा पाल्नु भएको छ, कुखुरा गाई भैँसी पनि थियो बेच्नुभयो होइन। अनि सुँगुर पाल्नु भएको छ, फेरि सुँगुर पाल्नु भएको छ। बच्चा जन्माएको थियो होइन। बच्चा जन्माइसकेर बेचिदिनु भयो ठुलो बनाएर। अस्ति हो यो चाहिँ, अस्तिको अर्कोपल्ट पनि जन्माएको थियो। फेरि बिर्लाउनु भएको छ, फेरि जन्माउँछ त्यसले। अनि अब चाहिँ पाल्नुहुन्छ होला, फेरि 2टा किन्ने गर्नुहुन्छ बच्चा। 2टा हेर्नु न, आँपको मुनि कापलाको। यो बोरा म त कुन बोरा भन्दो रहेछु। अमिलो फल्ने मात्रै होइन, आमै नि हेर्नु न, अमिलो फल्नलाई कस्तो मिठो बनाएको। कोला पनि यत्रो ठुलो भएको थियो, कोही कसले काटेछ होइन। उहाँको देख्न सक्नुहुन्छ नि, उहाँको कोला छ नि, त्यहाँको कोला चाहिँ होइन, त्यहाँको कोला चाहिँ नि मेरो मम्मीले रोप्नु भएको क्या बिरुवा लिएर। अनि कस्तो राम्रो पाकेको थियो, ठुलो भयो, छिप्पिँदै गएर राखेको पाकेको थियो क्या। लास्टीमा त के भन्छ भने, लास्टीमा त त्यो कोला त हेर्दा त कोलै थिएन, बोट त भाँच्दिराखेको तानेर, कोला पनि थिएन क्या। त्यो कतिखेर चोरेको कोलै थिएन त्यो कोला। बोट भाँचिएर 3टा बोट चाहिँ थियो, एउटा बोट चाहिँ त्यो कोला चोर्नेले भचाइदियो। अब 2टा मात्रै छ क्या। मम्मी तपाईँहरू पनि यस्तो, मम्मी यसको नाम के पो त? बडी राजमा हो, खानु यस्तो मिठो हुन्छ कि केलाएर। मलाई त मिठो लाग्यो होइन राजमा चाहिँ। मम्मी उहाँ सुन्नु न पापा, तपाईँ उहाँ यत्रो छ त उहाँ। हजुर उहाँ त यत्रो न यत्रो खाल्डो छ त उहाँ। तँ भनेको होइन कि यत्रो सुरुङ जस्तो। कुकुरले चाहिँ होइन होला हौ।
त्यसको मुसा खोज्यो खरायो त्यहाँ म पस्ने जत्रै थियो म यस्तोमा बसेको छु सर पारेर डस्न पनि बेल लाग्दैन होला जाम म त्यो सुरुङभित्र सुरुङ त निकै गहिरो खनेको थियो सुरुङै थियो ठुलो थियो है ठुलो थियो सुरुङ म एउटा गाइदिन्छु ल घाँस काट्ने खुर्केर आयो जो बनुर्केर कसलाई दिउ जोबन घाँस काट्नु खुर्केर आयो जो बनुर्केर कसलाई दिउ यो जोबन अनि मलाई चाहिँ मम्मी गिटार किनिदिनु न भनेको ल एक दुई दिन भन्नु भएन अनि गिटार त किनिदिनु नै हुन मलाई भो यहाँ के काँडा बिजो फेरि आयो एक दुई दिन अरे क्या अनि मम्मी किनिदिनु न भनेको ल ल ल भन्नुहुन्छ किनिदिनु चाहिँ होइन कि अनि अब किनिदिनुहुन्छ नि त म चाहिँ मेरो भविष्यमा सिङ्गिङ बन्ने चाहना छ होइन सिङ्गिङ त म एकचोटि पनि छुटाउँदिनँ म चाहिँ गाएको गाई गर्छु ट्र्याक बजाएर फेरि ट्र्याक भन्नाले लाउने ट्र्याक होइन नि फेरि सङको ट्र्याक बजाएर म गाउँछु होइन अनि मम्मी मलाई सिङ्गिङमा हालिदिनु न भनेको तेरो घाँटी दुख्छ भन्छस् कसरी हालिदिनु भन्नुहुन्छ क्या अनि म छक्कै पर्छु कि होइन अनि कमसेकम सिङ्गिङमा हालिदिनु न मम्मी भनेर हिजो मैले भने जहिले भन्छु क्या मम्मीलाई खुसी बनाउदिनस् भन्नुहुन्छ अनि अरू राम्ररी पढ्दिनस् अरे मैले राम्ररी पढिनँ अरे अनि म मजाले पढ्दिनँ अरे खुसी बनाउदिनँ अरे अनि भन्नुभएको क्या मलाई चाहिँ अनि आइ हौ खुसी बनाउदिनँ अरे पढ्दिनँ अरे म चाहिँ होइन म पढ्ने स्कुल चाहिँ कोलाई थाहा छ म पढ्ने स्कुल चाहिँ भुपु सैनिक अङ्ग्रेजी स्कुल हो अनि म क्लास 6 मा पढ्छु अहिले म वर्ष चाहिँ म अहिले 13 लाग्यो अब यही मङ्सिर 10 गते 14 लाग्ने छु मेरो स्कुलको रोल नम्बर चाहिँ 21 हो होइन अनि मेरो स्कुलमा टोटल जना सेक्सन छुट्याइदिनु भएको छ बी सेक्सनमा चाहिँ 27 जना हुनुहुन्छ अनि ए सेक्सनमा चाहिँ 22 जना हुनुहुन्छ अनि बी र ए सेक्सनमा भन्दा बीमै हुनुहुन्छ धेरै किनभने बीमा हुनुहुन्छ 27 एमा हुनुहुन्छ 22 जना बी र ए को ठुलो हो कि बी को ठुलो भन्नु त बी को हो नि बीमा किनभने 27 एमा भने 22 बीमै ठुलो अनि पढाइ मेरो राम्रो छ पसिना आइसक्यो अब घर जाने बेला भयो म तपाईहरुलाई देखाउने छु हैन यो चाहिँ बकैनाको रुख हो यो बकैनाको रुख कोलाई थाहा छ यो बाख्राले घाँस पनि खान्छ अनि यो बाख्रालाई दिनु पनि हैन अनि यो फुल्नलाई भन्दै रहेछु यो फुल फुल्दै छ अलि यसको यो फुल किन फुल्छ भने हरियो हुन्छ के सानो सानो दाना हुन्छ दाना फल्छ बकैनामा चाहिँ कसलाई थाहा छ कमेन्ट सेक्सनमा गएर लेखिदिनु होला यसमा चाहिँ फलेको छैन माथि फलेको छ है तपाईँ भाज्दिम पापा यो भाज्दिम
मम्मीलाई सोधेको पापालाई सोधेको नबाच्नु अरे ठुलो हुन दिनु अरे ल ल ल ठुलो हुन दिन्छु कसैले लान्न नि त कसैले लाँदैन भन्दा चाहिँ नि होइन गाइज तर यो नि मेरो मम्मीले चाहिँ मलहरू लगाएर फाँडेर राम्रो बनाउनु भएको थियो यस्तो थिएन क्या यो मानेहरू राम्रो बनाउनु भएको थियो मानेहरू लास्टीमा त अस्ति भर्खर लेखुन त्यसले चोर्दैछ क्या मम्मीले कराउनु पनि भयो मैले मल लाएर ओरेर अनि छोडिदिनु भयो क्या मरी गर्नु मम्मी अनि त्यसले चोरिदिनु अर्काको बारीमा आएर हुन्छ म त त्यसले नै कोला चोरे जस्तो लाग्छ हो गाइज त्यसले नै चोरे जस्तो लाग्छ क्या हाम्रो गाउँमा नभए अरू चोर को छ कसैले पनि चोर्दैन क्या त्यसले नै हो क्या मलाई त्यसै माथि शङ्का लागेको छ पोहोर अस्ति भर्खर तेरो थुमे बाजेको टिन चोर्यो हजुर बकुल्लो लैजा हिँड्नु न सँगै तरकारीहरू लग्दैन के लाउँदै गर्थ्यो यहाँ नै यत्रो डाबर निक्लिसक्यो हेर्नु त दबाई छ गएर यत्रो डाबर निकाल्दो टिमुरको तेल लाएर निकाल्छ के गरेको मम्मी कसरी यहाँ आलु आयो भन्नु कसरी आलु चाहिँ यहाँ धेरै छ हेर्नु है आलु धेरै छ मम्मीले निकाल्दै हुनुहुन्छ आलु मम्मी मलाई आलु परौठा बनाइदिनु न ल मम्मी मलाई चाहिँ आलु परौठा खान मन लागेर क्या अस्तिदेखि अनि निसाले मलाई पनि हिजो खाँदै रहेछ आलु परौठा उसको ठुलो मम्मीले बनाउनु भएको रहेछ क्या घिउमा कस्तो मिठो भएको थियो अनि मलाई पनि दियो क्या निसाले लाउनु भनेर अनि मैले पनि खाएँ थोरै क्या अनि दबरालाई पनि थोरै ठिक्क नै दिएको थियो थोरै दिएको थियो निसाले होइन निसाले चाहिँ दबरालाई दिएको दबराले चाहिँ मलाई दिएको आधी खाएको हामीले घिउमा हालेको रहेछ अनि मिठो बनाउनु भएको थियो मिठो थियो अनि खायौँ हजुर यहाँ के निक्लेको कटो घाँस छोडिएछ नि त यहाँ मैले हजुर यहाँ खान्छ आइज न यहाँ घाँस हाल्छ नि खाँदैन सजिन फल्दैछ दबराहरूकोमा उहाँ हेर्नु न कस्तो राम्रो झुम्का जस्तो यहाँबाट चाहिँ देख्दैन तर उहाँ हेर्नु न आलु खाएंगे आलु कसले खान्छ पकाएको मात्रै खान्छ काँचो कसैले पनि खाँदैन यत्रो भइसक्यो है डाबर चाहिँ हेर्नु है सबैजनाले अनि म चाहिँ भोलि कि त पर्सि नुहाउँछु भोलि कि त पर्सि चाहिँ नुहाउनु पर्यो अनि मजाले खन्नु भएन मम्मी हेर्नु यत्रो छ आलु चाहिँ होइन मम्मी चाहिँ यहाँ आलु निकाल्दै हुन्छ अब म चाहिँ आलु उठाउँछु कता राख्दिम आलु अथा गोतो नि यस्तोले मच्छरले यस्तोले गोच्छ हातमा टिप्नु न कदम फल्दै रहेछ कस्तो राम्रो कदम पनि खान्छ मम्मी मान्छेले पछि मम्मीलाई सघाउँदैछु
भातै काफी छ हौ बरुभन्दा। ठुलो खालको आलु नै गएर पैसा पठाइदिइहाल्छु हो भने आलु लाउनु नफ्याँकन घारीमा हौ यता उसमा अलि हेरेर यता हाल न यहाँ पलस्टिन ल्याएर अनाम कति धेरै आलु पर आया गाउँमै लगाइदियो गाउँमै लाग्यो है फर्सिलो यहाँ पनि रहेछ त खोइ के नकाने यहाँ पनि आलु चाहिँ यति भइसक्यो सब्जी हेलो आलु सक्यो होइन टमाटर मुला लसुनको प्याजको गट्टा आलु छ यहाँ चाहिँ धेरै मम्मीले खन्नु भएको होइन अर्ग्यानिक हो नि त यो त गट्टा टिप्दै हुन्छ पापाले चाहिँ घर जाने बेला भयो फर्सीको मुन्टा टिप्दैछु होइन म चाहिँ हेर्नु है म फर्सीको मुन्टा टिप्दैछु यति पनि रहेछ कति धेरै कस्तो चिप्लो भयो तिमीलाई हेरेर बाई बाई आजको लागि यति नै है टाटा।